गएको भदौ 23 र 24 गतेको स्वतःस्फूर्त जेन्जी आन्दोलनपछि अहिले अनेकौं जेन्जी समूह गठन भएका छन्। त्यसैमध्येको एक जेन्जी मुभमेन्टले ऊर्जा मन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ। घिसिङ समेतको संलग्नतामा राष्ट्रघाती विद्युत खरिद सम्झौता भएको भन्दै जेन्जी मुभमेन्टले उनको बर्खास्तीको माग गरेको हो। जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले आज जारी गरेको विज्ञप्तिमा ऊर्जा मन्त्री घिसिङ र प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको सेटिङमा भारतको कम्पनी पीटीसी इन्डियासँग 43 करोड रुपैयाँ बराबर नोक्सानी हुने गरी गैरकानूनी विद्युत खरिद सम्झौता गरेर देशको आर्थिक स्वाधीनतामाथि खुलेआम प्रहार गरिएको उल्लेख छ। यो सम्झौता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री घिसिङ र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक सिलवालको मिलेमत्वमा विद्युत नियमन आयोगको स्वीकृति बिना गरिएको तथ्य प्रष्ट भइसकेको विज्ञप्तिमा उल्लेख छ। जेन्जी मुभमेन्टका अनुसार यो कार्य सीधा भ्रष्टाचार र राष्ट्रिय स्वार्थको बिक्री हो। आफ्ना मागहरू राख्दै जेन्जी मुभमेन्टले भनेको छ, ऊर्जा मन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्छ। प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धिकरण ऐन अन्तर्गत छानबिन थाल्नुपर्छ। विद्युत नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत सम्झौताहरू सार्वजनिक गर्नुपर्छ। जेन्जी मुभमेन्टले राष्ट्रघाती सम्झौतामा संलग्नहरूलाई जेल हाल्न र राज्यका सम्पत्ति फिर्ता गराउन कानूनी प्रक्रिया तुरुन्त सुरु गर्न समेत माग गरेको छ। यस विषयमा कुलमान र नेपाल विद्युत प्राधिकरणले प्रष्टीकरण दिइसकेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले भारतीय कम्पनी पावर ट्रेड कर्पोरेसन अफ इन्डिया पीटीसीले मागे भन्दा पनि बढी दरमा विद्युत खरिद सम्झौता गर्दा करिब 43 करोडको गडबडी भएको दाबी सहितको खबर बाहिरिएपछि मन्त्री घिसिङले त्यसको खण्डन गरेका छन्। उनले हिउँदयामको विद्युत व्यवस्थापनका लागि भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौताबारे भ्रम फैलाइएको बताएका छन्। यो निर्णय व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि नभई राष्ट्र र नेपाल विद्युत प्राधिकरणको हितमा गरिएको जिकिर उनले गरेका छन्। उनले भनेका छन्, आगामी हिउँदयामको विद्युत व्यवस्थापनका लागि भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौताबारे केही भ्रम फैलाइएको देखिएको छ। म स्पष्ट भन्न चाहन्छु, यो निर्णय कुनै व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि होइन, राष्ट्र र नेपाल विद्युत प्राधिकरणको हितमा गरिएको हो। उनका अनुसार नदी प्रवाहमा आधारित हाम्रो प्रणालीमा वर्षायाममा निर्यात र सुख्यायाममा केही परिणाममा आयात आवश्यक छ। हामीले नियमपूर्वक पारदर्शी प्रक्रियाबाट सबैभन्दा सस्तो दरमा विद्युत नियमन आयोगबाट स्वीकृति लिई विगत लामो समयको अभ्यास बमोजिम विद्युत खरिदको निर्णय गरेका छौं, जसले हिउँदयाममा स्थिर आपूर्ति सुनिश्चित गर्छ र 10 रुपैयाँसम्मको महँगो विद्युत आयात गर्नुपर्ने बाध्यता हटेको छ। यदि यो कदम समयमै नचालिएको भए महँगो विकल्पमा जानुपर्ने वा विद्युत नपाउने जोखिम थियो। यसैले निर्णय पूर्ण रूपमा राष्ट्र, प्राधिकरण र जनताको हितमा गरिएको हो। भ्रममा नपरौं, उनले भनेका छन्। यही विषयमा नेपाल विद्युत प्राधिकरणले पनि भारतीय कम्पनीसँगको विद्युत खरिद सम्झौतामा करोडौं रुपैयाँ अनियमितता भएको भनी प्रकाशित सामग्रीको खण्डन गरिसकेको छ। प्राधिकरणले हिउँदको समयमा भारतबाट ठूलो मात्रामा विद्युत आयात गर्छ। आगामी 1 जनवरीदेखि मेको अन्त्यसम्म 180 मेगावाट विद्युत आयात गर्ने गरी प्राधिकरणका कार्यकारी निर्देशक सिलवालले पीटीसीका प्रबन्ध निर्देशक मार्केटिङ विक्रम सिंहसँग 27 असोज 13 अक्टोबर 2025 मा सम्झौता गरेका छन्। सम्झौतामा विद्युत प्राधिकरणले पीटीसीसँग प्रति युनिट 6.95 भारू अर्थात् 11.12 नेपाली रुपैयाँमा विद्युत खरिद गर्ने उल्लेख छ। पीटीसीले 8 अगस्त 2025 मा विद्युत प्राधिकरणलाई 6.74 भारू अर्थात् 10.78 रुपैयाँमै विद्युत बिक्री गर्न आफू तयार रहेको भनेर प्रस्ताव पठाएको थियो। पीटीसीले त्यसअघि पठाएको सस्तो दरको प्रस्ताव बेवास्ता गर्दै सिलवालले आफू प्रबन्ध निर्देशक नियुक्त भएको भोलिपल्टै अर्थात् 6 असोज 22 सेप्टेम्बर 2025 मा महँगो दरमा विद्युत बिक्री गर्ने नयाँ प्रस्ताव पेश गर्न लगाएको आरोप